इतिहास जुम्लामा हाउ गरेर आएको जस्तो होइन। इतिहास पढेर आऊ, इतिहासको पुस्तक पढेर आऊ। मानिसहरू चाहिँ मैले यहाँलाई समय दिएको छैन, त्यसैले इतिहास पढेर आउने, इतिहास पढेर मसँग बहस गरेर आउने मिस्टर। मदन भण्डारीको हत्या कसले गर्यो त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले यो देशको प्रधानमन्त्री हुन्छ। मदन भण्डारीको हत्या पत्ता लगाउन कसले रोक्यो त्यसको जवाफ म एकजना व्यक्ति हुँ। तपाईँको यो उत्तम गणतन्त्रको बेला ललितपुरमा चामल बाँड्दै 9 दिन सिडिओ कार्यालयमा थुनाइ पाएको व्यक्ति हुँ र आज पनि अहिले पनि भर्खरै रापरवाका विद्यार्थी युवा नेता निराजन बमलाई तपाईँहरूले चितवनबाट अरेस्ट गरिराख्नु भएको छ। यो तपाईँहरूको लोकतन्त्र हो। लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्याराहरू आज यही संसदमा सांसद भएर हिँडिरहेका छन्। यसको जवाब चाहिन्छ कि चाहिँदैन? यो हो व्यवस्था। निर्मला पन्तको बलात्कारपछि हत्या भयो। तपाईँहरूका कति गृहमन्त्री फेरिए, कति प्रधानमन्त्री फेरिए, कति पटक वल्लो पक्ष सरकारमा गयो गणतन्त्रवादीहरू। एकजना निर्मलाको हत्यालाई अहिलेसम्म पत्ता लगाउन सकेका छौ। र अर्को कुरा सम्झाइदिन चाहन्छु, बाँदरमुढे घटना याद छ? निहत्या नागरिकलाई बम हानेर मारे हो कि होइन? खुल्ला मञ्चमा उभिएर 5000 मान्छे मैले मारेको भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो। भारतको दिल्लीमा लुकेर नेपालमा निहत्या मान्छेहरूको मार्नुपर्छ भनेर अगाडि बढ्ने व्यक्ति यो देशको सांसद मन्त्री बन्न पाउने व्यवस्था यो उत्तम हो। के अहिलेको प्रधानमन्त्री जनताले चुनेको हो? के अहिलेको राष्ट्रपति जनताले चुनेको हो? सीमित संसदभित्र भएका केही व्यक्तिले चुनेको? यदि दम, हिम्मत र क्षमता जनतामा जान सक्ने छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गरेर स्वीकार्छौँ। त्यसपछि